जबाट कलाएर हामी बाइक छोड्न जान लाग्यौँ। एउटा बाइक छ बुलेट, मेरो स्कुटर उसले लिएर गह, साथीले बाइक दिएर गह, त्यो छोड्न जान्छु र स्कुटर लिएर आउँछु, हेर्दै जानु। र कलाएर हामी पहिला यता जान्छौँ बाटो क्रस, यता मन्दिरबाट सर्टकट किन नकिन लानु बाटो र चक्का लाएर चिरी चक्का परेर मस्त गएर मुला साइलेन्ट नबालिकन हिँडेको त्यो स्कुटरवालाले घन्नै ठोक्दैन। अब चक्कर लगाएर पहिले जाम सिङ्गल रोड अगाडि पहिला यता जाम। यहाँ चाहिँ अलि सानो आवाजमा जानुपर्छ यार, ठुलो आउँछ आवाज, फेरि कुकुरहरू भुक्न सक्छ कि यो सानो बाटोमा गल्लीमा। यहीँ जो आउँदै थिएँ त्यही फोन हानेरै आउनु लाग्थ्यो। कहाँ नि भन, कति बज्यो र? 10 त बज्यो नि, 10:30 भयो। कति बज्यो? त्यो छ कि नै? चल त थोरै छ। 12 बजे हो कि हिजो जति थियो त्यति हट्यो, बल्ल तिमी निकाल्यो। अघि पनि आवाज आएको थियो, म त केटो आएछ कि छोड्न जान गएछ कि छिटो भने छोड्न जानु लाग्थेँ म अघि। फर्स्ट भिडियोमा 500 भ्युज कटेछ यार। सेलरोटी हानेको नि भ्लग बनाऊ के विमल के हो भ्लगको नाम? दाइको नाम के हो? त्यही हो। ओके जेम्स द ग्रेट। सब्सक्राइब गर, भर्खरै गरिहाल, फोन लिएर आउँछ। नास्ता पनि देख्नु ल ल। वेलकम टु आवर भ्लग। नास्ता केटा हो खानी हो? खान्न भयो, खाने भयो खाम। भात खानु पर्छ। अब मम्मीले भात खा भन्न त नखाइगिरहेको मार्न नि मलाई। मेरो रुम टुर पनि चिठी भएर गाइस। दिलबुके यही छ। यस्तो छ मेरो रुम टुर, कोरो छ। सफा गर्ने वातावरण छैन, के गर्ने गाइस। गाह्रो छ, गाह्रो छ। आइफोन गाइस, क्यामेरा छैन। अब महँगो क्यामेरा किन्नलाई हाम्रो औकात छैन। यार स्कुटरको भ्यू चाहिँ यस्तो छ, तर कस्तो अर्कै लाग्यो यार स्कुटर चलाउन। थरी चुड खान्छु, थरी रक्सी, थरी केटी भेट्छु अन्तर्राष्ट्रिय हप्सी। बुटोल हाइवे जाऊँ न त। तर
गाइस हामी चाहिँ अब बुढोलतिर ठ्याक्कै यो पुरा नयाँ बस पार्क पछाडि पुगिसकेको छौँ। हाइवे गएर मैनामगर रोड छिर ए हो त्यसको ब्रेक छोएर यो ब्रेक छोको त कति स्मुथ लाग्यो यार मलाई यार। अरे ब्लू ब्लू जस्तो लाग्यो यार यो ब्रेक त कस्तो मजाले च्याप्प छोयो जस्तो के कस्तो हाइड्रोलिक जस्तो लाग्यो यार बुलेटको रहेछ त। मेरो स्कुटरको कन्डिसन अलिकति छ पैसा छैन बनाउनलाई के गर्ने युट्युबबाट के होला र स्कुटर बनाउँला छ्याक्क भनेको खै युट्युबबाट पनि केही होला जस्तो छैन। त्यस्तै ताल हो भने सपोर्ट गर्नु पर्यो सपोर्ट संसारको जुनसुकै ठाउँमा छरिएर रहनुभएका दाजुभाइहरूले सपोर्ट गर्नुभयो भने बल्ल अगाडि बढिन्छ होला नत्र गाह्रो छ। नाच बसन्ती नाच अस्ति कम्बरलाई 5% भाँच तिमीलाई पठाउने सपना बोकेर आइरहेको छु म पनि रक्सीले धोकेर। पैसा कमाउन मन लाग्छ तर के गर्ने औकात छैन मेरो। त्यस्तो हुने कसैले सपोर्ट हान्दैन के गर्ने गाह्रो छ। एउटा युट्युब सपना थियो के हुन्छ अब तपाईँहरूमाथि डिपेन्ड गर्छ। जसले पनि लाइक सब्सक्राइब गर्नुहुन्छ उहाँहरूलाई एकदम हार्दिक मनैबाट धन्यवाद। लाइक सब्सक्राइब कमेन्ट पनि हामीले नबिर्सनु होला। सक्दो सेयर जति सेयर उति भ्युज जति सेयर उति वाच टाइम आवर। त्यही भएर सेयर चाहिँ नछोड्नु होला पेलेर हान्नु होला दनादन दन। मलाई एउटा भिडियोमा 1को वाच टाइम आवर हुन्छ फेरि अर्को भिडियोमा नभएर फेरि त्यो पनि हराउँछ 0 हुन्छ। यतिखेर त मेरो 1000 वाच टाइम आवर कटिसक्थ्यो होला। पहिलाका मेरा भिडियोहरू सबै प्राइभेटमा हालिदिएको सबै टोटल गर्ने भने कि नत्र त्यो भ्युज आउने भने त 1-2 आउँछ हराउँछ 10-12 आउँछ हराउँछ। के गर्ने गाह्रो यत्रो हो बाइक बेनाली 135 के बाइक बेनाली हो कम बाइक चाहिँ हो कस्तो स्पिड दुख्छ। गाडी आयो गाडी आई त्यताबाट गाडी ब्याग छ यताबाट वात्त छिराउने हो। महिनामा गर्न त यही हो फाइदा। काम कति झ्याप बहन दिउँसै सच्चैको हैछ क्या यार। यस्तो चाक मामला भुसाइदिउँ कि त्यसको
अब घर जाने हो टक्क लाएर कति मिनटको हुन्छ ट्याक्कै एडिट गर्ने हो हालिदियो बस पुरै सकियो पुरै खलास पुरै भइयो धन्नै ठोक्दैन यार गाह्रो भयो एउटा कन्टेन्ट क्रिएटर बन्न खोज्दा पनि सुरुमा भएर नि होला अलिकति कस्तो अर्कै पनि लाग्ने बोल्न पनि नजान्ने अनि यो भ्लग कतिको यो अगाडिको फ्रन्ट भ्यू कतिको देखियो त्यो पनि थाहा नहुने आफूलाई यो राम्रोसँग देखियो कि नील मात्र देखियो कि यसरी यता पनि देखियो कि भनेर केही पनि थाहा नहुने यता देखिएछ कि यता धेरै देखिएछ कि सिधा देखियो कि अब आँखाले हेर्न मिल्दैन अब बनाउँदाखेरि यताबाट पहिला यिनलाई छोडिदिउँ त्यसपछि घर जानु पर्यो नयाँ तिमी कता छौ जेम्स एक हप्ता जतिमा काठमाडौँ जाऊँ न त बाइकमा एक दिन बसेर आउनु त अलिकति जस्तै कि अब आज जाऊँ जस्तै कि एक हप्ता पछिको उमा के दुई हप्ता पछि के 15 दिन पछि जति के आज जाऊँ अनि त्यो दिन बसौँ अनि अर्को दिन हामी भ्लग बनाउँदै जाउँला दुईटा आइफोनमा खिच्दै जाउँला पावर ब्याङ्क किन्छु मैले त्यति बेलासम्म एउटा म्याक्सेप च्याप्प चप्किनेवाला अनि आइफोन चार्ज गर्दै हुन्छु मैले पनि सिकेँ यार बुलेट एकैचोटिमा स्टार्ट कि जान्न बिहानभरि टाइम लगाएर सिकेर स्टार्ट गरेर आएको कहाँ छोडिदिनु त्यसलाई है ल बिमल भाइ खोइ सुते खा क्या के छ विक्रम सोल्टी ढक्का लाएर घर जाम मेरो एउटा सब्सक्राइबर आज पढेको अरे बिमल भाइ 10-12 सब्सक्राइबर 500 सब्सक्राइबरको एकदम क्लोज तर छिटो गर्नु पर्यो कि सब्सक्राइब गाइज यार भएन यस्तो तालले यार तपाईँहरूलाई सक्दो राम्रो कन्टेन्ट दिने कोसिस गर्छु आउने दिनहरूमा आज पो अब नयाँ छु न बोल्न जानेछु न भिडियो बनाउन जाने हो राम्रोसँग आउने दिनहरूमा त म अब सपोर्ट पाएँ भने ट्याक्क मोटिभेसन भएर अलिकति पाउँला कि गरौँला कि गर्छु गरौँला कि होइन तपाईँले मात्र सपोर्ट गर्नु पर्यो घर आयो बस लक्क लाएर भिडियो एडिट मिजाई चाक देखाएर सुत्यान् मिजाको यहाँ चाक देखाएर सुत्ने पोज खतरा म यहाँ हेर्दै हुनुहुन्छ टिकटक